जेन्जीलाई ढाल बनाएर बालेन रविले खेलेको खतरनाक खेल को छन् कार्की आएको रडारमा? किन रोकियो प्रतिवेदन? यी हुन् आयोगले भेटाएका चकित पार्ने तथ्य। भदौ 23 र 24 गतेको त्यो 27 घन्टे ताण्डव जसले देशको राजनीति मात्र बदलेन, 76 जनाको ज्यान लियो र राज्यका गौरवमय संरचनाहरू खरानी बनायो। जेन्जी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा नियोजित घुसपेट र त्यसपछिको हिंसात्मक उथलपुथलको मुख्य योजनाकार को थियो? पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक आयोगले यसको गहिरो उत्खनन गरेको छ। उच्च स्रोतका अनुसार आयोगको सिफारिस सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहित दर्जनभरि प्रभावशाली नेताहरू कारबाहीको रडारमा परेका छन्। उच्च सरकारी स्रोतका अनुसार आयोगको 5 महिने सूक्ष्म अनुसन्धानले उनीहरूलाई दोषीका रूपमा देखाएको छ। प्रतिवेदनले यी दुई सहित रासपाका दर्जन शीर्ष नेताहरूलाई हिंसा भड्काउन र राज्य विरुद्ध षड्यन्त्र गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको भन्दै कडा कारबाहीको सिफारिस गरेको छ। नियोजित जेल ब्रेक र अदालतमा आगजनी। आयोगको अनुसन्धानमा सबैभन्दा सनसनीपूर्ण तथ्य नकु कारागारसँग जोडिएको छ। भदौ 26 गतेको तनावपूर्ण माहौलको फाइदा उठाउँदै सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने अवैध रूपमा बाहिरिएको र लगत्तै देशभरका कारागारहरू ब्रेक गरी 15,000 कैदी फरार गराइएको दाबी प्रतिवेदनमा छ। ती फरार कैदीहरूलाई नै सिंहदरबार र सर्वोच्च अदालत चलाउन ढाल बनाइएको आएको ठहर छ। विशेष गरी रवि लामिछाने जोडिएका सहकारी ठगीका प्रमाणहरू नष्ट गर्न योजनाबद्ध रूपमा अदालतका मुद्दा फाँटहरू छानी छानी चलाइएको पाइएको छ। यो केवल आन्दोलनकारीको आवेग मात्र नभई प्रमाण मेटाउने एउटा ठूलो राजनीतिक ग्रान्ड डिजाइन भएको आयोगको निष्कर्ष छ। बालेनको भूमिका र सामाजिक सञ्जालको उत्तेजना। त्यस्तै बालेन्द्र शाहले आन्दोलनकारीहरूलाई पानी बाँड्ने बहानामा आफ्ना टोलीहरू परिचालन गरेको र सामाजिक सञ्जाल मार्फत युवाहरूलाई राज्य विरुद्ध उत्तेजित बनाएको प्रमाणहरू आयोगले सङ्कलन गरेको छ। अनुसन्धानका क्रममा सोडिङ वाग्ले, मनिष शाह, हरि ढकाल, तोसीमा कार्की र सुमिता गौतम लगायतका नेताहरूको भूमिका पनि सन्देहपूर्ण देखिएको छ। आयोगले 200 भन्दा बढी व्यक्तिहरूसँग बयान लिँदा यी नेताहरूको घुसपेट पुष्टि भएको स्रोतको दाबी छ। प्रतिवेदन रोकिनुको गजबको रहस्य। माघ 29 गते बुझाउने अन्तिम तयारीमा रहेको प्रतिवेदन सरकारले एकाएक 15 दिन म्याद थपेर रोक्नुले थप नयाँ शङ्का जन्माएको छ। आयोगले म्याद थपको माग नै नगरेको अवस्थामा निर्वाचनको मुखमा प्रतिवेदन सार्वजनिक नगर्नुको पछाडि राजनीतिक सौदाबाजी लुकेको हुन सक्ने विश्लेषण गरिएको छ। के सरकारले यी प्रभावशाली नेताहरूलाई कारबाही गर्ने आँट गर्ला वा यो प्रतिवेदन चुनावी दाउपेचको अस्त्र मात्र बन्नेछ? प्रश्न पेचिलो छ।